हजारौंको बलिदान भएको छ संहिताको लागि। आज ती बालेन ती रवि लामिछाने जन्मेका पनि यी संहिताको कारणले हो। यदि संहिता थिएन भने हामीले हाम्रो अधिकार पहिचान पाउने थिएन। त्यस कारणले हामी तिनीहरूलाई राम्रोसँग सम्झाउन जरुरी छ। आज हामी संहितामा मुलुक गइराखेको सन्दर्भमा हामी यो संविधानमा पूर्णतः समाजवादतिर जान खोजिराखेको बेलामा झन्डै संविधान विघटन हुने परिस्थिति निम्तिएको हामीलाई थाहा छ। भर्खर भदौको 24-25 गतेको घटनाले यो संविधानलाई पहिला विघटन गर अनि मात्रै अन्तरिम सरकार बनाऊ भनेर बोल्ने मान्छे तिनै घन्टी पार्टीका हुन्। आज संविधान छ र हाम्रो अधिकार र पहिचान छ। यदि संविधान हाम्रो थिएन भने हुँदैन भने हाम्रो पहिचान र अधिकार जिरोमा भएर बस्छ। हिजो जसरी दलदलमा निरङ्कुश पञ्चायतले जसरी हामीलाई दमित गरेको थियो, पहिचान र अधिकार हामीलाई दिएको थिएन, त्यो पहिचान र अधिकारलाई खोज्न खोजेको थियो। त्यस कारणले हामीले घन्टी पार्टीले जुन ढङ्गले यहाँ हामीलाई भ्रमित गर्न खोजेको छ, ऊ पहिचान विरोधी हो, ऊ संहिता विरोधी हो। त्यस कारणले हामीले हाम्रो पार्टीलाई, नेपाली कम्युनिस्ट पार्टीलाई जिताउन जरुरी छ।